गाइज यहाँ चाहिँ बिहानीको समयमा म चाहिँ दुध दुहुनु गइरहेको छु अनि यस्तो छ मौसम ओ माई गॉड अरे खोइ बाच्छा मेरो बाख्रा बिहाउने छ बाच्छा पनि घाँस त बन्दैरो घिचेन छ बिचरा उयोले होला नि गोरुको सुर्ताले आइज गो बाछा गर्नुपर्छ गाइस म चाहिँ दुध दुहेर पनि आइसकेँ अघि भिडियो बनाउनु बिर्सेछु कि दुध लिएको चाहिँ अनि म चाहिँ फेरि चारो लिन जाँदैछु अब पल्लो घर कस्तो जाडो छ चाहिँ मेरो छोरा खेल्दैछ छोरो हलो हलो बिहानीको मौसम यस्तो छ कस्तो जाडो छ जाडो लिन चाहिँ बाल्टी बोकेर जाँदैछु जाडो चाहिँ फेरि हो म चाहिँ अब चारो लिएर घर जाँदैछु ओ माई गड चारो बोकेर त गरौँ भयो त चारो गरौँ भयो चारो बाटो यस्तो छ यत्रो लुगा लगाएको छु नि त त्यो पनि कस्तो जाडो छ जाडो गराउँछ वाउ सो ब्युटिफुल फ्लावर यो के फुल हो तपाईँलाई थाहा छ भने कमेन्ट गर्नु है गाइज वाउ अनि यो लहरा के कस्तो धेरै पाइन्छ हाम्रो गाउँमा अनि यो लहरा चाहिँ यो पहेँली लाग्दा मान्छेले पहेँली लाग्छ नि त त्यतिखेर यसको रस कुटेर खान्छ कि यसलाई अनि यो हाम्रो सिम्बल तरुल खनेर खाएकै छैन खानुपर्ने छ मैले चाहिँ चारो लगाइसकेँ यो चारो अहिले कस्तो उयो भएर कि चिसो भएर मुहाले ह्याङ भएको भएकै छ पुरा हाम्रो गाउँ पनि हिली डाँडा जस्तो भइरहेको छ अहिले त सानोले होला वाउ वाउ बारा तपाईँ गाइस मेरो मिनी ब्लग हेरेर खुसी रहनु होला सबैजना अरू बेला पनि हेर्दै गर्नु होला हेरेर माया दिनु होला साथ दिनु होला अनि सब्सक्राइब पनि गरिदिनु होला बाई